हेलो एभ्रिवान, यहाँनिर हेर्नुहोस् ल कस्तो छ है पानी। हेर्नुहोस् त यस्तो निकालेर कोसहरू हाल्नुपर्छ। कम्ती बिजोग छैन नि। रोडकै बिचमा केटाहरू गरिरहेको छ है। आज चाहिँ म चर्च गएको थिएँ, त्यही भएर आज चाहिँ काममा आइन म है। अन्त यहाँनिर कामहरू गरिँदैछ। बुबुको चाहिँ अलिक हतार छ नि त यहाँनिर। पुरा पानीहरू आएको छ, त्यही भएर पानीहरू ड्याम्मै छ, बढिरहेको छ फुल पानी। हिजो 2टा पोस्ट लगाएको थियो है, आज 3टा बनाएछ। यिनीहरूले 4टा पोस्ट चाहिँ हाल्ने रहेछ। जम्मा 5वटा खनेको उतलाई खाल्टा त भरेर पुरै ड्याम्मै भइरहेछ। तल पोस्ट लगाएको जग्गामा पानी फाल्दैछ, केटाहरूले गर्दैछ। यहाँ चाहिँ आजको अपडेट चाहिँ यस्तो चाहिँ त्यो मोबाइल किन्ने भाइ चाहिँ उतल छ। नयाँ मोबाइल किन्ने भन्ने थियो। बिना भने चाहिँ पुरा हिजो दिनभरि काम नगरेर त्यसरी फालिदिन्छ ढुङ्गा। देख्यो नहेरी फाल्छ। काम गरे अप्ठ्यारो छ है यो भाइको चाहिँ। जोगेर गर्नुपर्छ सबैले। घरि भाटाले हिर्काउँछ, घरि बाँसले बजाउँछ। खोल्नु लाग्यो भने त झन् टाउकोतिर हिर्काएर काम गर्दा झन् कसैले हिलो गाडीमा झन् साह्रो छ यसमा गर्नु। आजको चाहिँ हेर्नु केटाहरू यस्तो काम गर्दैछ। भोलि चाहिँ मेरो पनि यहीँ हुन्छ। आज चाहिँ म चर्च गएर आएको हुन्छ। सबैजनालाई नमस्ते, जय मसीह, सेवाहरू सबैजनालाई, हेर्नुहुनेहरू सबै भ्युवर्सहरूलाई, फलोवर्सहरूलाई थ्याङ्क यू है। यहाँ हेर्नुहोस् है आजको भिडियो चाहिँ। घर बनाउँदा चाहिँ यस्तो बिजोग हुन्छ। बनाउनेको भन्दा पनि गर्नेको चाहिँ साह्रो छ। यस्तो हिलो गाडीमा साह्रो छ, साह्रो।